ल आज हामी चाहिँ उदयपुर दरबारमा आइपुगेका छौँ। उदयपुर गढी दरबार यो चट्ट देख्नुभयो, यो चाहिँ उदयचन्द्र सेन राजाको शालिग छ। यता चाहिँ दरबार यहाँ यसरी बनाएको छ, राम्रो रहेछ एकदमै हैन। यहाँ मन्दिरमाथि झन्डा टक्कसँगले वरिपरि वाल राखेर तल बनकर पनि बनाएको छ, धेरै राम्रो बनाएको रहेछ। कस्तो दामी मौसम पनि है, साह्रै राम्रो छ, शीतल। आज फेरि हिजो पानी परेकोले होला एकदमै यहाँ राम्रो मौसम पनि खुलेको छ, घाम मजाले लागेको छ। पारीको डाँडाहरू अहिलेको अब सिजन अनुसार रुखहरू पनि पाउलिरहेको छ हैन। सालको रुख देख्न सक्नुहुन्छ, यहाँ पाउलेको छ, त्यस्तै चिलाउने पाउलेको छ। यहाँ चाहिँ चट्ट पिङ पनि रहेछ, अघि हामीले पिङ खेलिसक्यौँ हैन, रमाइलो छ। यस्तो दामी त्यहाँ माथि लाइट राखेको छ। यता मन्दिर, यो दरबार यसरी बनाएको छ, वरिपरि यस्तै छ। म वरिपरि घुमेर देखाउँदैछु। त्यहाँ पर चाहिँ गाउँपालिकाको केन्द्र भ्यू टावर रहेछ, चौतारो पनि देखिन्छ पर। यस्तै छ, माथि घाम लागिरहेछ, दामी घाम लागेको छ हैन, दामी देखिएको छ। मन्दिर पनि एकदम माथिको त राम्रो, दरबार पनि यो यस्तो दामी बनाइरहेछ, साह्रै रमाइलो। बाटो पनि यस्तो रमाइलो, मौसम पनि यस्तै रमाइलो अहिले। ल हेर्नु त, म एक फन्को लगाएर फेरि यस्तो घुमेर पनि आइसकेँ। मान्छेहरू पनि घुम्न धेरैजना आउनु भएको छ। त्यो अगाडि चाहिँ आवास कटेल छ हैन, ऊ पनि एकदम आज रमाइलो मानिरहेछ घुमेर। पानीको बोतल बोकेर घुमिरहेको छ, हेरिरहेको छ। यहाँ तल झरेँ भने म निक्लिन सक्छु कि सक्दिनँ भन्छ। भित्र चाहिँ खाली छ अरे, आवास चाहिँ अघि गइगरी आइसक्यो हैन। यता जीवन सर हुनुहुन्छ, भित्र पुगिगरी आइसक्नुभयो। ल म चाहिँ अब वरिपरि घुमेर यहाँनिर टक्क यो सबै राखेको छ, भित्र हामी जाँदैछौँ। यहाँ चाहिँ अब भित्र चाहिँ अब पहिले उदयचन्द्र सेन वंशी राजाले चाहिँ राज्य गरेको ठाउँ हैन। सबैतिर यहाँनिर यस्तो थियो, राज्य गर्दा यस्तो दामी ठाउँ छ। यहाँबाट चाहिँ अब आँखिझ्यालहरू बाहिर वारिपारि हेर्ने, सबै युद्धका बेलामा वारिपारि हेर्ने ठाउँहरू है यो चाहिँ। त्यसपछि यता खाली भागहरू छ, यो यस्तो दामी छ, दामी मन्दिर पनि छ यहाँनिर चाहिँ बनाएको रहेछ। यहाँनिर झ्यालहरू जस्तो वरिपरि। आवास कटेल चाहिँ भ्लग बन्द गरिदिन्छु भन्दैछ हैन। हामी अब यी उदयपुर गढी भनेर चाहिँ 2080 सालमा स्थापना गरेको रहेछ यहाँनिर चाहिँ हैन। यस्तो छ माथि झन्डा, त्यस्तै अब यो चाहिँ दामी। यहाँ हेर्नु त, पछाडि पनि यस्तो दामी छ। यता अघि मैले घुम्दाखेरि देखाएको पिङ पनि छ। हो त्यस्तो फ्याल्नु हुँदैन, वरिपरि यस्तो रमाइलो छ यहाँनिर हैन। यहाँ भित्र बिचमा यस्तो रहेछ, खाली होला हैन। ए तल ट्याङ्की जस्तो रहेछ हैन, यस्तो छ। आवासले चाहिँ नदेखेर उभिँदैछ, यस्तो छ। यहाँ थोरै पानी, यहाँभित्र रहने ठाउँ। मोबाइलै झर्छ भन्दैछ आवास। ल यस्तै छ ल उदयपुर गढी। सबैजनालाई आउनु होला, घुम्नलाई रमाइलो छ एकदमै। यो बाटो चाहिँ अलिकति अप्ठ्यारो छ, तर बाटो राम्रो भइसकेपछि चाहिँ धेरै राम्रो रहेछ है।